सर हजुर यहाँ के अरे कर्साङ जाने कर्साङ होइन छुसाङ होला छुसाङ छुसाङ 11 किलोमिटर 13 किलोमिटर मेन रोड जानु पुल क्रस गरेर हजुर ठ्याक्कै 13 किलोमिटर बाटो पक्किसक्यो बाटो तपाईँको यहाँ 4 किलोमिटर जति पिच हो त्यसपछि अफ रोड चाहिँ छैन ग्राभल हो ठिकै छ राम्रै छ राम्रै छ गाडी बाटो जान्छ राम्रै छ ल सर धन्यवाद यहाँ त मुक्तिनाथ कति टाढा यहाँ 10 किलोमिटर 18 किलोमिटर 12 किलोमिटर देखेको उहाँ कहाँको पनि अब होइन अब यहाँबाट हामी माथि मुक्तिनाथ अहिले हामी अप्पर मुस्ताङतिर चाहिँ अब त्यसले खुर्साङ भनेको के खुर्साङ भनेको के अरे 13 किलोमिटर भनेको छुसाङ पेट्रोल पाइन्छ कहाँ लेखेको थियो छैन र। 2 लिटर भन्ने हालिहाल्नुपर्छ क्या फेरि यहाँ राम्रै पाइयो कस्तो राम्रो खेती हुँदो रहेछ ओ माई गड जाउ जाउ जौहरू यस्तो लह लह झुल धानको बाला लह लह जुले भनेको त्यो गहुँ जौहरू यस्तो मजाले जुलेको ओ माई गड यति राम्रो खेती हुने रहेछ यहाँ त्यो माटो जोगाउनु नसकेको बर्बाद तर नदीले सानो नदीले पनि पुरै चाहिँ डेस्ट्रोय गर्ने रहेछ घरलाई फेरि यता खेती योग्य जमिन सबै बगाएर लिएर माथि अब कता जाने हो माथि त होला नि 18 टन मात्रै अरे ल In 500 meters, turn left. छुर्स्याङतिर जाँदैछौँ हामी अप्पर मुस्ताङतिर जाँदैछौँ अहिले हामी के अरे छुर्स्याङ त्यहाँबाट अप्पर मुस्ताङ चाइनाको बोर्डर भन्छ त नजिक गऱ्यो भने त बरु चाइना बोर्डर गएर अनि फर्किने नि अब 118 किलोमिटर हो। 118 गाडी राख्ने ग्यारेजहरू त कति राम्रो बनाएका हुन्थे घर त्यस्तो आमामामा कति राम्रो यो ठाउँ यस्तो स्वर्गभूमि जस्तो माई गड जे फालिदिए पनि उम्रनी यस्तो राम्रो आहा स्याउका रुखहरू चाहिँ लह लह चाहिँ तपाईँको चाहिँ हावाले यस्तो सर्र बनाएको छ लहराइरहेका छन् गाउँ जाउहरू यति राम्रोसँग चाहिँ आमामामा लटरम परेको छ तल चाहिँ कागबेनी नदी हेर्नुहोस् बाटो भने डेन्जरै रहेछ फेरि पहाडको बाटो त्यही बाटो त होला नि अब 4 किलोमिटर हुन्छ त जाडो भयो गाडी पनि बन्द गरिदिउँ ल मैले जाडो भयो बन्द गरिदिएँ है सत्तापेन